पर्ने हुँदाखेरि हामी चाहिँ अलिकति झुक्कियो कि लुगा ल्याउन पनि यति चिसो त नहोला नि कति नै होला र भन्ने हुँदो रहेछ है अलिकति त्यो चाहिँ विचार गरेर आयौँ तर बाटोमा आएर हामीलाई वहाँ गएर लुगा किनेर भए पनि लाउनु पर्ने सम्भावना देखिएको छ यो चिसो देख्दा हेरौँ कस्तो हुन्छ है अनि हाम्री आमा हुनुहुन्छ हामीसँग उहाँ पनि हाम्रो समूहको हाम्रो टिमको मेम्बर हुनुहुन्छ हाम्रो टिमको पनि एकदमै पाको मान्छे लिडर भन्नु पर्यो उहाँलाई चाहिँ अनि कस्तो लाग्छ यात्रामा हिँड्दा एकदम राम्रो लाग्छ अब त्यहाँ हिउँसँग गएर खेल्ने हो त खेल्ने हो सके खेल्छु नसके हेर्छु खेल्ने हो अनि अरू पनि हुनुहुन्छ यहाँ चाहिँ है हामी चाहिँ लगभग 16-17 जना जति हामी चाहिँ छौँ हामी महिला दिदी बहिनीहरू छौँ तर्नेलाई र हाम्रो दादाहरू पनि हुनुहुन्छ सबैजना आइ भन्नु न सबैले कस्तो लाग्छ यात्रा कस्तो लाग्छ अब हामी पुग्नलाई सायद 2-3 घन्टा अझै छ हामीलाई धोरपाडा पुग्न रात पर्ने भयो साँझ परिसकेको छ है त्यही पनि जाँदैछौँ ल यहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ लिडर भएर अगाडि उहाँले नै हामीलाई लिड गरेर हिँडाल्नु भएको छ अनि यहाँ चाहिँ हाम्रो भाइ हुनुहुन्छ हामीलाई सकुशल ड्राइभ गरेर धोरपाटन पुऱ्याउँदै हुनुहुन्छ भाइ एकचोटि हेर्नु त हेलो हाम्रो राम्रोसँग पुऱ्याउनु होला राम्रोसँग फर्काउनु पनि होला घुमाएर अनि हामी चाहिँ यो हाम्रो नेपालको दृश्य हो यो पहाडहरू छिटल्दै अनि यहाँ चाहिँ यी मेरी सानी छोरी पनि मेरी बुन्नु पनि आइछन् यिनी होइन मेरी सोना हुन् अनि यिनी चाहिँ नेपालको पहाडी भेगहरू देखेकै थिइन् नेपालमै भएर पनि हामी चाहिँ नेपालकै कति राम्रो राम्रो ठाउँहरू नहेर्दा रहेछौँ होइन र अब हेर्नुपर्छ होइन सबैजना हाम्रो नेपाल घुम्न आउनु होला बाहिर बसेका सबैलाई अनुरोध छ बहुत राम्रो दृश्य छ रमाइलो लाग्नेछ हजुरलाई खुसी लाग्नेछ नेपाल एकदमै पर्यटकहरूको लागि एकदमै राम्रो ठाउँ जय नेपाल।